यो कथा कुनै नाटक होइन, यो त चुपचाप सहेर बाँचिरहेको एक छोरा मान्छेको जीवन पीडा हो। मेरो कथा पहिलो वैवाहिक जीवनबाट सुरु हुन्छ। 19 वर्षको उमेरमा माया र विश्वासमा बाँधिएको लभ म्यारिजबाट। उमेर मेरो सानो थियो तर जिम्मेवारी ठुलो थियो। बिहे भएको आज 7 वर्ष पुग्न लाग्दा पनि म अझै त्यही विश्वासमा टुटिरहेको छु। बिहेपछि हाम्रो सम्बन्ध जसोतसो राम्रो चलिरहेको थियो। मैले मेरो पसिना बगाएर उसको हरेक आवश्यकता पुरा गरेँ। बिहे भएको 10 महिनामै म बुबा बने। छोरीको जन्मले मेरो पुरै संसार बदलियो। हाम्रो सम्बन्धमा ठुलो झगडा थिएन, शङ्का पनि थिएन, तर धोका चुपचाप बढ्दै रहेछ। ऊ मसँग हुँदा हुँदै पनि बाहिरी अर्कैसँग प्रेम सम्बन्ध रहेछ। कुनै झगडा बिना, कुनै कारण बिना 6 महिनाको दुधे छोरी छोडेर ऊ एकाएक सम्पर्कविहीन भई। आज पनि म तिमीलाई सोध्न चाहन्छु, के मैले तिमीलाई खुसी राख्न सकेन? के मेरो माया अपुग भयो? यदि मबाट केही कमी भएको भए म आफैले बेचेर भए पनि तिमीलाई खुसी दिन तयार थिएँ। मेरो माया नलागे पनि के त्यो निर्दोष छोरीको माया तिमीलाई लागेन? पछि थाहा पाएँ तिम्रो माइती आफन्त सबैले तिमी अरू कसैसँग थियौ भन्ने पहिल्यै थाहा रहेछ। तिमी गएको 3 वर्षपछि फोन आयो, तर त्यो फोनमा छोरीको माया होइन, मेरो हालत बुझ्न मात्र थियो। मैले फेरि पनि आऊ भनेर मौका दिएँ, तर तिमीले त्यो प्रस्ताव पनि स्वीकार गरिनौ। समय बित्दै गयो। सामाजिक सञ्जालमा अर्की एउटी मेरो विगत स्वीकार्ने र मायाको नाममा खोल ओडेकी एउटा स्वार्थी मान्छेसँग भेट भयो। 3 दिनमै चिन्जान भयो, 3 दिनमै भेट, 3 दिनमै हाम्रो नयाँ जीवन सुरु पनि भयो। दोस्रो बिहेमा पनि मैले आफ्नो हैसियतभन्दा बढी माया र खुसी दिएँ। तर बिहे भएको 4 महिनामै ऊ पनि टाढिन बहाना खोज्न थाली। म माइत जान्छु भन्दै खर्च लिएर गई, तर फर्केर आइनन्। माइत जान्छु भनेर गएको 2 दिनमै थाहा पाएँ ऊ त अर्कैसँग फेरि बिहे गरेर बसेको रहेछ। त्यो दिनदेखि संसार फेरि अँध्यारो भयो। मनभित्रको घाउ फेरि ताजा भयो। म तिमीलाई पनि एउटा प्रश्न गर्न चाहन्छु। जो तिमी मेरो वैवाहिक जीवनको दोस्रो व्यक्ति बनेर आयो, तिमीले मेरो के देखेर सबै विगत स्वीकार्यौ र के नपुगेर तिमी गयौ? सबै नारी उस्तै हुँदैनन्, तर केहीले छोरा मान्छेको माया खेलौना बनाएर शरीर र विश्वास दुवै लुटे। अनि यही कारण आज साँचो नारी पनि गलत ठहरिन्छन्। प्रमाण मसँग थियो तर आवाज थिएन। म चुपचाप सहेर आफ्नो हार स्वीकारेँ। यो कथा दोष देखाउन होइन, यो त विश्वास गरेर सबै गुमाएको एक छोरा मान्छेको घाउ हो। महोदय।